हेलो नमस्ते साथीहरू, म राज योन्जन अहिले युएबाट बोलिरहेको छु। तपाईहरु सबैजनाको मनमा खेलिरहेको टपिक जुन भनेको चाहिँ नेपाल बस्ने कि विदेश जाने त। यो तपाईहरुको मनमा खेलिरहेको टपिक हुन सक्छ जो अहिले नेपालमा हुनुहुन्छ र यो बारेमा म तपाईहरुलाई राम्रोसँग जानकारी दिन सक्छु किन भन्दाखेरि यो कुरा मैले मजाले भोगिसकेको छु। अहिले म युए आएको पनि 1.5 वर्ष जस्तो भइसकेको छ। सो त्यसैले गर्दाखेरि अन्तिमसम्म भिडियोमा रहनु होला। लेट्स गो। पार्ट 1 मा फर्स्टमा भन्न चाहन्छु किन मान्छेहरु चाहिँ विदेश गइरहेका छन् त। विदेशमा कमाइहरु राम्रै हुन्छ नेपालको भन्दा। विदेशमा फ्यासिलिटिजहरु पनि पाइन्छ, फ्युचर पनि सेक्युर हुन्छ, नयाँ देशहरु घुम्नलाई एक्सप्लोर गर्नलाई मिल्ने भयो, फ्यामिलीलाई सपोर्ट गर्न मिल्ने भयो। बट इट्स नट हेभन है। यो स्वर्ग चाहिँ हैन। यहाँ तपाईले धेरै स्ट्रगल दुःख चाहिँ गर्न नै पर्छ। जस्तै यहाँ 12-13 घण्टा काम हुन सक्छ तपाईको र आउने जाने गर्दा 14-15 घण्टा नै बित्न सक्छ। त्यसै क्रममा तपाई कति बेला खाना पकाउने, खाने, सुत्ने, फ्यामिलीलाई टाइम दिने एकदम मेन्टल प्रेसर हुन सक्छ तपाईलाई। घरको यादहरु धेरै नै आउँछ, डिप्रेस पनि हुन्छ कुनै कुनै टाइममा। पार्ट 2 स्टेइङ इन नेपाल। नेपालमा बसेर के गर्न सकिन्छ त। नेपालमा तपाईसँग राम्रो माइन्डसेट छ, तपाईसँग स्किल छ, प्यासन छ भने चाहिँ तपाईको एकदमै राम्रो हुन्छ। तपाई स्लो सक्सेसमा पनि खुसी हुन सक्नुहुन्छ भने तपाई नेपालमै राम्रो छ तपाईको लागि। नेपालमा इफ यु डु स्मल बिजनेस, अनलाइन वर्क, युट्युबहरु गर्नुभयो भने पनि राम्रो हुन्छ। युट्युबमा अहिले राम्रो कमाइरहेका मेरा साथीहरु पनि छन् जसले चाहिँ राम्रो कमाइरहेका छन्, अनलाइनमा फ्रीलान्सिङहरु गर्छन्। नेपालमै बसेर विदेशका केही प्रोजेक्टहरु काम गरेर चाहिँ नेपालमै राम्रो 1-2 लाख पनि कमाउने साथीहरु पनि छन्। नेपालमै तपाईसँग राम्रो स्किल छ भने चाहिँ नेपालमै बस्दा राम्रो हुन्छ। नेपालमा आफ्नै फ्यामिलीसँग बस्नु पाउनु भयो, आफ्नो क्लोज फ्रेन्डहरु सबै सर्कलमा एकदमै खुसी भएर आफ्नै नेचरमा रमाउन सक्नु भयो तपाई। तर सोशल प्रेसर चाहिँ निकै नै हुन्छ। पार्ट 3 मा चाहिँ तपाईलाई फाइदा र बेफाइदा म सर्ट तरिकाले भन्नेछु। विदेश आउनु भयो भने चाहिँ स्यालेरी राम्रो हुने भयो, मेहनत गर्नुहुन्छ भने फास्ट ग्रोथ हुने भयो। नेगेटिभ पार्ट हेर्नुहुन्छ भने मेन्टल स्ट्रेस त्यो छ। र नेपालमै बस्नु भयो भने चाहिँ तपाईलाई फाइदा र बेफाइदा के हुन्छ त। फर्स्टमा भने पिस अफ माइन्ड भयो, पर्मानेन्ट तरिकाले राम्रो आफ्नो नेटवर्क बिल्ड गर्न सक्नु भयो। के पार्ट हेर्नुहुन्छ भने कमाइ ढिलो हुने भयो, सोशल प्रेसरहरु चाहिँ निकै हुन्छ। म चाहिँ के एडभाइस दिन्छु भन्दाखेरि विदेश जानुस् तर मजाले सिकेर राम्रोसँग बुझेर तपाई कसकोबाट जाँदै हुनुहुन्छ, मेन पावर पनि राम्रो खोज्नुस् हैन, बुझ्नुस् डिमान्ड कस्तो छ, त्यो कम्पनी कस्तो छ, अनि त्यो स्किलमा तपाई दक्ष हुनुहुन्छ हुनुहुँदैन। त्यो स्किल राम्रोसँग आउँदैन भने यहाँ आएर तपाईले निकै दुःख हुन सक्छ। र त्यसैले गर्दाखेरि चाहिँ नेपालमै तपाईले अहिलेको डिमान्डेड स्किलहरु के छ त्यो सिक्नुस्, सिकेर आउनुस्। आइसकेपछि राम्रोसँग तपाईले कमाउनुस्, कमाएपछि नेपाल गएर केही गर्नुस्। र नेपालमै जो बस्न चाहनुहुन्छ तपाईहरुलाई के भन्छु भन्दाखेरि चाहिँ नेपालमा गर्न सकिन्छ तर तपाईले राम्रो तरिकाले माइन्डसेट बनाउनु पर्यो, प्लान बनाउनु पर्यो। त्यो प्लानमा तपाईले राम्रो तरिकाले वर्क गर्नु पर्यो, तपाईसँग प्यासन्स हुनु पर्यो है। अनि त्यो स्किलमा तपाई दक्ष भएर चाहिँ त्यो स्किललाई सेल गर्न सक्नु पर्यो। यो तपाईमा आर्ट छ, क्षमता छ भने नेपालमै बस्नुस्, नेपालमा पनि गर्न सकिन्छ। तपाईको ढिलो प्रोग्रेस हुन्छ है। त्यसैले गर्दाखेरि यसको लागि चाहिँ तयार हुनुपर्छ नेपालमै बस्ने हो भने। डोन्ट फलो क्राउड, फलो योर ड्रिम विथ लजिक है त। यो भिडियोले तपाईलाई थप सोच्नलाई बाध्य, इन्स्पायर बनायो भने चाहिँ तपाईले लाइक, शेयर, कमेन्ट गर्न नबिर्सिनु होला। तपाई चाहिँ के सोच्दै हुनुहुन्छ, तपाईको के छ विचार नेपाल कि एब्रोड, त्यो पनि तपाईले कमेन्टमा शेयर गर्नुस् र त्यो टपिकलाई कभर गरेर म नेक्स्ट भिडियोमा पक्कै पनि बोल्ने नै छु। अहिलेलाई चाहिँ म छुट्छु है त। हस् त, नमस्ते।